निकोला मेकियावेली भन्छन्, एउटा पुरुष पावर डायनामिक्समा आफूलाई पावरफुल बनाउन चाहन्छ भने उसलाई रुथलेस हुनु जरुरी छ, कठोर हुनु जरुरी छ। जरुरत परेमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्ने पनि हुनुपर्छ। किनकि यो दुनियाँ त्यति पनि राम्रो छैन जति तिमी सोच्छौ। यहाँ जरुरत परेमा तिमीले आफूले आफूलाई यति कठोर बनाउनुपर्छ कि कठोर भन्नुको मतलब तिमीले आफ्नो इमोसनलाई, आफ्नो कमजोरीलाई, आफ्नो फिलिङ्सलाई, हर चिजलाई आफ्नो कन्ट्रोलमा राख्न सक्ने हुनुपर्छ। किनकि यो दुनियाँमा तिमी नाइस बनेर कहिले पनि पावरफुल बन्न सक्दैन। त्यस कारणले गर्दाखेरि तिमी नाइस बनेर तिमी अलवेज इग्नोर भइनेछौ, अलवेज तिमी डिसरेस्पेक्ट भइनेछौ। त्यस कारणले गर्दाखेरि पावर डाइनामिक्समा तिमीलाई पावरफुल बनाउनको लागि आफूले आफूलाई रुथलेस, कठोर हुनु जरुरी छ।